नमस्ते आदरणीय दर्शक महानुभावहरू। आज चाहिँ हामी अफिसबाट निस्केर एउटा सानो म्युजिक भिडियो सुट गर्नको लागि चाहिँ लोकेसन हेर्नको लागि यात्रामा छौँ र यात्राको क्रममा अहिले हामी टोखाको हिल साइड आएका छौँ। यहाँ चाहिँ अब अलिकति यस्तो भोक लागेको भएर खाजा खाने भनेर हामी यहाँ बसा हो। यहाँ चाहिँ अलिक नयाँ तरिकाको चिजहरू पाइन्छ भन्ने हाम्रो चाहिँ युबिन सरले भन्नुभएकोले यहाँ हामी अहिले अलिकति खाजा खाएर फेरि हामी चाहिँ लोकेसनतिर लाग्नेछौँ र यो खाजाको स्वाद कस्तो भयो भन्ने कुरा चाहिँ अर्को भिडियोमा सेयर गर्नेछौँ। तीनजना जाँदैछौँ, कहाँ गइरहेछौँ मलाई यो थाहा छैन। यो चाहिँ अब हाम्रो युबिन सरले भन्नुहुन्छ। सर हामी कहाँ गइरहेछौँ अहिले? यो हामी बेस एउटा झरना काठमाडौँको नजिकमा सबभन्दा पुरानो झरना पनि रहेको छ। यो म पनि एक दुईचोटि मात्रै आएको हो। सुटिङ गर्ने क्रममा आज हामी सबैजना हामी टिम वर्क भएर चाहिँ यो ठाउँमा जाउँ भनेर आयो। जहाँसम्म लाग्छ यो आवाज सुन्दाखेरि हेर्नु त स्वाई आवाज आइरहेको छ, राम्रै होला जस्तो छ यो झरना। हामी यहाँ के उद्देश्यको लागि आइरहेछौँ आज मलाई त्यो पनि थाहा छैन। पछि चाहिँ एक हप्ता पछाडि चाहिँ चिटिक्कै पारेर एउटा हामी म्युजिक भिडियो सुटिङ गर्दैछौँ। त्यसको लागि चाहिँ हामी यहाँ आएको। त्यसको लागि हामी लोकेसन हेर्न यहाँ आइरहेछौँ। ल गुड धन्यवाद सर। अहिले हामी अब कुन गीतको सुटिङ गर्नको लागि लोकेसन हेर्दैछौँ? फर्स्ट अफ अल लभ यु बेस्ट वेदर नियर बाई काठमाडौँ। अब यो हामी चाहिँ एकदम सुन्दर झरना हाम्रो यो छहरा झरनामा आइरहेछौँ। हाम्रो टिम स्ट्रङ छ। मेरो प्यारो मित्र राम सर, मेरो प्यारो मित्र हाम्रो पाण्डे सर, चक्र पाण्डे सर, म युबिन ढुङ्गाना आइरहेछौँ। कमिङ सुन चाँडै नै हामी सुट गर्दैछौँ र आज यसो थकान मेट्नलाई पनि एउटा रमाइलो दुइटै उद्देश्यले हामी आएको छौँ। अब लेट्स सी, हेर्दै जाउँ कहाँसम्म पुगिन्छ, बेस्ट हुन्छ होला जस्तो लाग्यो। तल देखिएको चाहिँ काठमाडौँ उपत्यका भ्याली हो। फाइनल्ली हामी यस्तो लोकेसनमा आइपुगेका छौँ। यहाँ चाहिँ एउटा सिङ्गो ठुलो विशाल ढुङ्गोभित्र छौँ हामी। यो ढुङ्गाको माथि चाहिँ एकदमै ठुलो झरना छन् र यो भित्र विचित्र छ। यहाँहरू यहाँ आइपुग्नु भएको छ भने यहाँहरू थाहा पाउनुभयो, आइपुग्नु भएको छैन भने चाहिँ फेरि आउनुहोस्। यहाँ लगभग 100जना मान्छे सुत्न मिल्छ यो भित्र यदि सुत्नु पर्यो भने, एउटै ढुङ्गाको छाना मुनि। र यहाँ चाहिँ विभिन्न मन्दिरहरूको मूर्तिहरूको आकृतिमा चाहिँ ढुङ्गा शिलाहरू देख्न सकिन्छ र यहाँ सबैले भगवानको रूपमा पूजाआजा गरिरहनु भएको छ। हामी पनि यही भित्र छौँ। यो ढुङ्गाको हरेक चुच्चो भागबाट पानी चुहिरहेको यहाँहरूले देख्न सक्नुहुन्छ। यदि यहाँ आइयो भने यहाँ आएर यी भगवानहरूको दर्शन नगरी जाँदा हाम्रो यात्रा चाहिँ अपुरो हुनसक्छ। तेरिका हो। र हामी यहाँ चाहिँ सुटिङको सिलसिलामा एउटा लोकेसन हेर्नको लागि आएको थियौँ र संजोगले यहाँ आइपुगेका छौँ। साथीहरू यहाँ हुनुहुन्छ। मेरो चाहिँ यहाँहरूले आवाजबाटै को हो भनेर चिन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यहाँबाट माथि अर्को एउटा पूजा गर्ने ठाउँ छ। हामी एकछिनपछि त्यता पनि जानेछौँ। आदरणीय दर्शक महानुभावहरू, अहिले हामी अघिदेखि कन्टिन्यू एउटै छानामुनि छौँ र हामी तीनजनाको टोली आज हामी हाम्रो म्युजिक भिडियोको सिलसिलामा लोकेसन हेर्ने क्रममा यहाँ आइपुगेका छौँ। र यो यहाँ आइसकेपछि हामीलाई के भयो भने यो पृथ्वीको विचित्र सृष्टिहरू छ। एउटा ढुङ्गाको छाना मुनि यति ओबानो ठाउँ छ, यति विशाल ओडार छ र यसको माथि छङ यति ठुलो झरना छ। प्रकृतिको विशिष्ट सृष्टि छ। यहाँदेखि माथि अझै भयङ्कर खालको चाहिँ नि सुरुङ छ। यो सुरुङ माथि मन्दिर छ। हामी त्यतातिर जाँदैछौँ।